बालन शाह मन्त्री परिषद बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी। एनआइएमबीका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ। बालन सरकारले सरकारी विद्यालयका प्रधानाध्यापक फौजलाई नहेरी विद्यार्थी सङ्ख्याको आधारमा बजेट दिने। रवि लाम्छाने नेतृत्व सरकारले पहिलो महाधिवेशन चितवनमा असार 7, 8 र 9 गते गर्ने भएको छ। प्रधानमन्त्री बालन शाहले आज पनि संसदमा जवाफ नदिने भएको छन्। उक्त जवाफ डाक्टर सोनिङ वागले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने। सेना र सर्वोच्चलाई विवादमा तान्ने गम्भीर षड्यन्त्र। ओली नेतृत्वको एमाले सेनामाथि निरन्तर आक्रमण बन्दै। रवि लाम्छाने सहित अन्य राष्ट्रपतिका नेता उपस्थित। केन्द्रीय समितिको बैठक सुरु भएको छ। यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना धेरै छ। नेपालमा पश्चिम न्यूनी चापीय प्रणाली तथा स्थानीय वायु प्रभाव परेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी मधेस बागमती गण्डकी प्रदेश लगायत देशका विभिन्न हिमाली भाग पहाडी भागमा साधारण बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको जनाएको छ। प्रधानमन्त्री बालन शाहले राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा निस्किँदा संसद भवनभित्रको आफ्नै कार्यकक्षमा पुगेको खुलेको छ। रोनाल्डोको फ्यानहरूको लागि दुःखद खबर। अल नास साउदी प्रो लिग जित्नबाट 1 मिनेट टाढा थियो तर अल हिलालसँग अन्तिम मिनेटमा गोल खायो। प्रधानमन्त्री बालन शाह बनेपछि आज पहिलो पटक संसदमा सोधेको प्रश्नको जवाफ दिने विषयमा बैठक छाडेको विषयमा पनि बोल्ने प्रधानमन्त्री बालन शाहको घोषणा। प्रधानमन्त्री बालन शाह राष्ट्रपतिले पढिरहँदा निस्किए चाबलमा पुगेको खुलासा। 45 मिनट संसद भवनभित्रको चाबलमा गरेको। प्रधानमन्त्री बालन शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उठाएको प्रश्न जवाफ दिने भएका छन्। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस उपसभापति विश्व प्रकाश शर्माबीच गुन्डुमा भेटवार्ता भएको छ। विभिन्न प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा उनीहरूको बीच छलफल भएको बताएको छ। केपी शर्मा ओली नेतृत्व एमालेको सेनालाई विवादमा तान्ने प्रयास गरेको छ। ओली पछि रामबहादुर थापा बादल सेनाप्रति निकै आक्रोश देखिएको छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको इन्दिरा राणा मगरले तराईमा हात्तीको आक्रमण बढेको भन्दै सरकारसँग गराइन् ध्यानाकर्षण। प्रधानमन्त्री बालन शाहले मन्त्री परिषदको निर्णय मन्त्रालयको सङ्ख्या घटाएर 18 बनाउने। जलेर घाइते बाबु छोरीको उपचारको क्रममा ज्यान गएको छ। जलेर घाइते भएका प्युठान नगरपालिका 9 पारफाखाका 45 वर्षीय सानु नेपाली र उनकी छोरी 18 वर्षीय अञ्जली नेपालीको उपचार क्रममा ज्यान गएको छ। बुबाको ज्यान गएको 11 दिनपछि वैशाख 29 गते छोरीको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ। दुवैजनाको कीर्तिपुर अस्पतालमा ज्यान गएको। घराइसी झगडाको क्रम वैशाख 13 गते सानुले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको थिइन्। छुटाउने क्रममा बाबु छोरी नै घाइते भएका थिए। प्रधानमन्त्री बालन शाह संसदमा नआएको भन्दै एमाले काङ्ग्रेसले विरोध गरेपछि संसद बैठक 15 मिनेटको लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालन शाह बैठकमा उपस्थित नभएपछि हर्क साम्पाङले छाडे संसदको बैठक। हर्क साम्पाङ भन्छन् देशमा प्रधानमन्त्री नै छैन भन्दै संसद बहिष्कार गरेर निस्किएका छन्। नेपाल आयोग निगमका कार्यकारी निर्देशकले पदबाट राजीनामा दिएका छन्। हर्क साम्पाङको संसद आरएन राई जवाफदेही नहुने प्रधानमन्त्री काम छैन भन्दै जङ्गिएका छन्। प्रधानमन्त्री बालन शाह नआउँदा बैठक रोक्ने हर्कदेखि सबै नेताहरूलाई दिए कडा दनक दुर्गा प्रसाईले। प्रधानमन्त्री बालन शाहलाई विपक्षी नेताहरूले सबैले माया गर्नु हुँदो रहेछ भन्दै रन्जु दर्शकले खुसी साटिन्। प्रतिनिधि सभाको 13औं बैठक पनि अवरोध भोलिसम्मलाई स्थगित गरिएको छ। डिपी अर्याल। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठद्वारा विद्युत प्राधिकरणका नयाँ नियुक्ति। सस्मिन पोखरेलद्वारा मधेसीलाई साक्षर बनाउने घोषणा।
द्रुत सिकाइका लागि विविध लागू गरिने। क्षितिज थेबेले बालेन 5 वर्षसम्म लुकेर बस्ने भन्दै आक्रोश पोखेका छन्। प्रकाश अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्ति हुनुभएको छ। विपिन कार्की र केकी अधिकारी अभिनेत्री काजीको ट्रेलर सार्वजनिक गरिएको छ। प्रधानमन्त्री बालन शाहले सहकारी पीडितका लागि 25 करोड दिने सक्रिय कोष सञ्चालन गर्ने। रौतहटमा 3 बालक एकै साथ बेपत्ता, प्रहरीद्वारा सीमा पार खोजी तीव्र। 5G तयारीदेखि दूरसञ्चार सुधारसम्म सञ्चार क्षेत्र सुधार अघि बढ्दै। प्रधानमन्त्री बालन शाह बालुवाटार सुतेर बसेको छैनन्, सिंहदरबारमा काम गर्दैछन् भन्दै राष्ट्रपतिका सांसद मधु चौलागाईलाई उफ्रिए। प्रधानमन्त्री बालन शाह संसदमा आउनु पर्छ भन्ने छैन, अनुहार हेर्ने भए ल्याउँछौँ भन्दै कवीन्द्र बुल्लाकोटीको आक्रोश। शिक्षा मन्त्री सस्मिन पोखरेलको उपस्थितिमा साक्षर मधेस अभियान प्रतिवेदन हस्तान्तरण। शाह संसदमा नआएपछि ज्ञानेन्द्र साईको आपत्ति, ओलीको जस्तै हालत होला भन्दै दिए चेतावनी। बालन शाह संसदमा नआएपछि संसद चल्न दिँदैन भन्दै संसदमा विरोध प्रदर्शन। गौरमा दोजर अभियान, सडक मिचेर बनाएका घर टहरा भत्काउँदै। सुकुम्बासी सङ्घको सरकार विरुद्ध आन्दोलन तीव्र, वैशाख 21 गते पूर्ण रूपमा चक्काजाम गर्ने घोषणा। सिन्धुपाल्चोक जिरी सडक खण्ड सुनकोशी गाउँपालिका नम्बर 7 को 2 किलोमा चरिकोटबाट आउँदै गर्दा काठमाडौँ जान गरेको कार ब्रेक फेल भई दुर्घटना भएको थियो। उक्त यात्रुहरू सामान्य घाइते छन्। घाइतेहरूको सिन्धु सहभाग अस्पतालमा उपचार गराइरहेको छन् भनी जानकारी प्रहरी चौकी लामसाङ, सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय मधेरीबाट प्रशासन गरेको छ। प्रधानमन्त्री बालन शाहले सदन र सत्ता दुवै कब्जा गर्न खोजेको विपक्षी दलको आरोप। दानबहादुर कार्की प्रहरीको भावना पनि बुझ्नुपर्छ भन्दै भावुक बने। प्रधानमन्त्री बालन शाहलाई ज्ञानेन्द्र साईले संसदबाट थर्काएपछि रवि र बालन बोल्न सकेको छैनन्। प्रधानमन्त्री बालन शाह बैठकमा नआएपछि हर्का साम्पाङले गरे हमक्का, मागे बालनको प्रधानमन्त्रीको राजीनामा। हवस् त आजलाई समाचार यति नै। फेरि पनि अर्को समाचार लिएर उपस्थित हुनेछु म विमल। भिडियो कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्न नबिर्सिनुहोला।